हेलो दादी। हेलो। के गर्नु भइरहेको छ? केही पनि छैन, खाना खाएर रेस्ट गर्दैछु। आज कुन पर्व हो भन्नुहोस् त? आज हाम्रो नयाँ साल हुन्छ नि, विक्रम सम्वत नयाँ सालको आज वैशाख 2 गते आज सिरवा पर्व हो हाम्रो। आज सिरवा पर्व जुड शीतल। यो जुड शीतलमा के गर्नुहुन्छ र बिहानै बिहानै टाउकोमा पानी हालिदिनु भएको? जुड शीतलमा आजको दिनमा जुड शीतलमा हामी बिहान बिहान सबै आफूभन्दा सानोलाई टाउकोमा पानी हालेर आशीर्वाद दिन्छौँ। हे भगवान्, दीर्घायु बनाओ, स्वस्थ बनाओ, सुबुद्धि देओस् भनेर आशीर्वाद दिन्छौँ। सानोलाई आफूभन्दा ठुलोले खुट्टा ढोक्छ आशीर्वाद लिनको लागि। कसैलाई आशीर्वाद लिने दिने काम हुन्छ आज। त्यसपछि मिठो मिठो खाना पाक्छ। आज धेरै प्रकारको खाना पाक्छ। अनि पकाउनु पर्छ नि, हामी चुल्हाको पूजा गर्छौँ नि, आज अग्नि पूजा हुन्छ, तरुवाहरू बन्छ। आज तिमी खाएको होइन धेरै तरुवाहरू? आज तिमीले धेरै खाएको हो त? के खान मिल्छ तरुवासँग? यो त आफ्नो इच्छा हो, जसलाई जति जति बनाउन मन लाग्छ त्यति बनाउँछ। कसैले 2टा पनि बनाउँछ, 2 प्रकार, कोही 10 प्रकार। आफ्नो आफ्नो क्षमतामा डिपेन्ड गर्छ, इच्छामा डिपेन्ड गर्छ। हामीले चाहिँ कति प्रकारको बनाएको बैगनको तरुवा, के अरे लौकाको तरुवा, आलुको तरुवा, खमरवाको तरुवा, परवलको तरुवा, बैगनको तरुवा, कदीमा फर्सीको तरुवा, खुर्सानीको तरुवा धेरै पकायो नि। जोडी, बडी, कति थियो, चावल, मोरङ्गाको सब्जी, तरकारी, सहजनको त्यो पनि आज अनिवार्य पाक्छ। अनि कुरकुरे मुरकुरे आज छाकेको होइन, पापड, धेरै कुरकुरियाहरू छाकेको थिए नि त। तिमीले धेरै सबै त खायो आज। अनि तिमी त आज धेरै खायो भने मिठो लाग्यो तिमीलाई है? तिमीले मिठो लाग्यो आज खाना? यति आज हाम्रो जुड शीतलमा आज धेरै पकाउँछन्। एकदम सबैलाई आशीर्वाद दिएर आज मिठो मिठो खान्छ। आज रुखहरूमा पानी हाल्छौँ हामी। सबै रुखमा, घरको यो जुन दरवाजा छ नि, यो चौखटमा पनि सबै ठाउँमा हामी पानी हाल्छौँ। सबैलाई हाम्रो घर शीतल रहोस्, ठन्डा रहोस्, एकदम सबैको शान्ति होस् भनेर आज सबैमा पानी हाल्नुपर्छ। रुखमा पनि पानी हाल्नुपर्छ। हामी हालेको नि बिहान बिहान होइन? अनि सानो भाइले पनि हालेको है? तिमी पनि हालेको होइन आफ्नो सानो भाइलाई? आजको यही हो।